प्रभुलाई महिमा होस्। आजको दिन परमप्रभु परमेश्वरले सृजना भएको दिन हो। प्रभुको वचनले भन्दछ रमाऊ आनन्दित हो भनेर भन्नुहुन्छ। सो यस समयमा हामी प्रभुमा आनन्द अनि उहाँमा रमाउनको लागि हामी सिलगढीबाट अनि सिटोङको यात्रा गरिरहेका छौँ। आज सिटोङको यात्रामा मसँग हाम्रो आदरणीय प्रभुको दास रेभरेन्ड कसैया छ। उहाँ हुनुहुन्छ। उहाँले असल प्रकारले उहाँहरूलाई ड्राइभ गर्दै लगिरहनु भएको छ। अहिले हामी सेवक पुगेका छौँ। देख्न सक्नुहुन्छ। भर्खरै हामी यहाँ सिलाम चर्च सिटोङमा हामी पुगेका छौँ। यहाँ सिटोङमा घनघोर पानी परिरहेको यहाँ तपाईँले देख्न सक्नुहुन्छ। जय मसीह। सबै प्रियहरूलाई परमेश्वरको स्तुति होस्। उहाँकै सृष्टिको एउटा सुन्दर भाग सिटोङमा हामी आउन पायौँ। विशेष हाम्रो एसओएफ काउन्सिलद्वारा आयोजित 2025 को यो क्याम्पमा र परमेश्वरलाई धन्यवाद दिन्छौँ। अनि हाम्रो लिडरसिप टिममा हुने हाम्रो सबै प्रियहरू अनि साथैमा सबै नानीहरूलाई पनि प्रभुले आशीर्वाद दियो। र आदरणीय पास्टरलाई धेरै धन्यवाद। र विशेष यसरी सालोम काउन्सिलद्वारा ठहराट हाम्रो युथ रिट्रिट 31 अक्टोबर र 1 नोभेम्बरको जो हामी यसरी यहाँ समय बिताइरहेका छौँ एकदमै आशिषपूर्ण। अनि युथहरूको निम्ति पनि हामी विशेष हाम्रो अगजनहरूको निम्ति पनि एकदमै आशिषपूर्ण कुरा हाम्रो निम्ति भइरहेको छ। नयाँ धेरै कुराहरू हामीले सिकिरहेका छौँ। जय मसीह हजुरहरूलाई। र विशेष गरी आज सिलाम चर्चमा हामी यहाँ आएका छौँ। जवान जवानीहरूलाई यहाँ हामी रिट्रिटमा हामी ल्याएका छौँ। सो परमेश्वरलाई महिमा होस्। घनघोर पानी परे तापनि हामी सुरक्षित छौँ। न्यानोमा हामी छौँ। सो हामी हजुरलाई केही कुराहरू देखाउँदै जानेछौँ। अहिले हाम्रो यहाँ छोराछोरीहरूले ब्रेकफास्ट यहाँ लिइरहनु भएको यहाँ छ। अनि योजना छोरी ब्रेड र चिया खाँदै गर्दा हजुरलाई कस्तो लागिरहेछ हजुर? चिसो चिसो मौसममा मिठो लाग्दैछ। अनि छोरालाई ब्राउन ब्रेड खाँदाखेरि कस्तो लाग्यो? राम्रो लाग्दैछ। जसले त खाएन अनि नखाँदाखेरि भोक लागेको छैन। लु यहाँ हाम्रो मजुवाको छोराछोरीहरूले ब्रेड त खाएन स्पेसल मजुवाबाट यहाँ बिस्किटहरू के लेखेर एकदम सेपरेट खाइराखेको है अलग। ए ब्रेड खायो? ए गुड गुड गुड। केही समयपछि यहाँ युथहरूलाई बाइबल क्विज गराइराखेको छु। यहाँ सबैजना आफ्नो अध्ययनमा हुनुहुन्छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ बेसी रात
दिनभरि बाइबल स्टडी गरेको कारणले गर्दाखेरि अब चाहिँ भयो मलाई बेसी भयो थाके भनेर चाहिँ यहाँ मजाले यहाँ रेस्टमा बनाउँछ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ। छोरीले एउटा प्रश्न अहिले अब बाइबल क्विज हुन लागिराखेको छ, हजुरलाई कस्तो लागिराखेको छ? एकदमै राम्रो लागिरहेको छ, धेरै कुराहरू सिक्ने मौकाहरू पनि पाइरहेको छ। हुन्छ छोरीलाई हजुरलाई एउटा प्रश्न, अब केही समय मात्र बाँकी छ बाइबल क्विज हुन लागिराखेको छ, तपाईँ कति एक्साइटेड हुनुहुन्छ? एकदमै एक्साइटेड अनि नर्भस पनि छु। किन होला नि नर्भस? बाइ चान्स आन्सर बिर्स्यो भने हुन्छ, बिर्सिने छैन। अनि यहाँ छोरीलाई हुन्छ, म अलिकति बिर्सिँदैछु कि हो, ल छिटो छिटो याद गरिहाल्ने है, नबिर्सिन सकोस् भनेर प्रार्थना पनि छ। ल योजना छोरी, हजुरलाई विशेष गरी मैले प्रश्न गर्नुपर्दा अहिले बाइबल क्विज हुन लागिराखेको छ, तपाईँ तम तयारीमा हुनुहुन्छ कि हुनुहुन्न? त होइन होला, ठिकैको। अनि एक्साइटेड हुनुहुन्छ? धेरै। कहिले सोधिएको प्रश्नको उत्तर दिउँ भनेर? हजुर। प्रेज द लर्ड। अनि छोरालाई कस्तो लागिराखेको छ? क्विज हुन लागिराखेको छ अनि यसमा तपाईँ तयारी हुनुहुन्छ? अनि छोरालाई पक्कै पनि विजेता हामीले ल्याउँछ भने विश्वास छ? हजुरलाई विश्वास छ? आधादेखि पुरै ओके जित्नुपर्छ। सिलोआम चर्चमा अब केही समय पछि यहाँ सङ्गति हुनेछ युद्धको बिचमा, प्रभुको उपस्थितिमा रमाउनेछौँ, प्रभुलाई धन्यवाद दिनेछौँ। यस समयमा म सिलोआम चर्चभित्र प्रवेश गरिसकेको छु। सो अब हामी यसमा यहाँको कार्यक्रमहरू हजुरहरूलाई देखाउँदै लानेछौँ। यहाँ तपाईँले देख्दै गर्नुभएको छ है, बाइबल क्विजमा जोहरू फर्स्ट हुन्छन्, फर्स्टको लागि यहाँ मोमेन्टो यस प्रकारको छ भनेदेखि सेकेन्ड पनि यहाँ तपाईँले कसो हुन्छ मोमेन्टो, अनि यसरी नै स्पोर्ट्सहरू पनि गेमहरू पनि हुन्छ, अनि जसले जित्नुहुन्छ अनि उहाँले पुरस्कार पाउनुहुन्छ। परमेश्वरलाई महिमा होस्। अब हाम्रो आजको सम्पूर्ण कार्यक्रमहरू सुरु हुन लागिरहेको छ। युथ रिट्रिट प्लस क्याम्पको लागि हामी यहाँनिर आएका थियौँ है, र सायद हाम्रो क्याम्प चाहिँ हुँदैन होला है, तर हाम्रो इन्डोरै सबै कुरा हुने जस्तो छ यहाँनिर जो वेदरको कन्डिसन छ। र तैपनि है हामी विशेष गरेर हामी धन्यवाद दिन चाहन्छौँ स्पेसली हाम्रो माझमा जुन यो चर्च भवन हामीलाई सुन्दर चर्च भवन हाम्रो निम्ति चर्च कमिटीले हामीलाई दिनुभएको छ, दिनुको निम्ति है हामी विशेष गरेर हाम्रो बिल्डर्सहरू चर्च कमिटीलाई हामी धन्यवाद दिन चाहन्छौँ। Oh
मिच्यो भनेदेखि त्यति बेला तपाईँले मैले मेरो जमिन किन मिचेको भन्नु पाउँछ, त्यसको दाँत पो झार्नु पाउँदैन, किनकि त्यो चाहिँ परमेश्वरले नगर्नु भनेर भन्नुभएको, तर आफ्नो सुरक्षा गर्नु पाउँछ। मूल्यवान वस्तु हो, त्यसको सुरक्षा गर्न पाउँछ। अरू थुप्रै मूल्यवान वस्तुहरू छ। हाम्रो पास्टरजीको गाडी छ, अनि उहाँहरूको गाडी छ, त्यो कुदाउँदै गर्दा एकदम जोगाएर कुदाउँछ। किन जोगाएर कुदाएको भनेर भन्दाखेरि सुरक्षा गरेको हो नि। नत्र भनेदेखि त्यसको सुरक्षा नगर्नु भनेदेखि एक दिन कुदाएर भए पनि जहाँ पायो त्यहाँ हिर्काइ त्यहाँदेखि लु जहाँ यो त अब सुरक्षा नगर्नु भनेको भनेर फ्याँक्दा हुन्छ। बहुमूल्य कुराहरूको सुरक्षा तपाईँले मेरो जिम्मेवारी हो, किनकि त्यो परमेश्वरले तपाईँलाई मलाई आशिषको रूपमा दिनुभएको, त्यसको सुरक्षा गर्छु। बहुमूल्य कुराहरूको सुरक्षा गर्दै पनि राजा सुलेमानले के भन्छ भन्दाखेरि त्यसको पनि सुरक्षा गर, तर त्योभन्दा अझै धेरै चाहिँ तिम्रो हृदयको सुरक्षा गर, किनकि यो चाहिँ सारा जीवनको मूल हो।
अब पहाडहरू पहाडहरू छ होइन चारैतिर पहाडहरू छ तपाईँलाई थाहा छ सबैभन्दा अग्लो पहाडमा के हो नाम माउन्ट एभरेस्ट कहाँ हो माउन्ट एभरेस्ट मलाई थाहा छ सबभन्दा अग्लो पहाडमा त्यति छ
पोइन्ट लिएर तेस्रो स्थानमा आउनुभएको छ मजुवा। 4 points लिएर दोस्रो स्थानमा ओर्लिनुभएको छ मिक्स ग्रुप मिलन मोर। मजुवाबाट तेस्रो स्थानको लागि आउनुहोस् अगाडि। दिशनज्यूको बाहुलीबाट ल त ट्रफी दिउँ हामी। ल पहिलो तेस्रो स्थान मजुवा आउनु पर्यो। डल्लै टिममा आउने कि लिडर मात्रै आउने? एकजना आउनुहोस्। सबैले राम्रो गर्नु। मलाई मनबाट एक्टिङ चाहिँ साह्रो मनपर्छ साँच्चै। सबै कस्तो क्रिएटिभिटी है। यो अन्तिम घडीको समयमा चाहिँ सबैजना यहाँ हाम्रो युथहरू छोराछोरीहरू चाहिँ सबैजना एकसाथमा भेला भएर मजाले मिलेर यहाँ भोजन लिइराखेका यहाँ तपाईले देख्नुहुन्छ। यो अन्तिम भोज हो। अब चाहिँ केही समयपछि चाहिँ आफ्नो ठाउँमा हामी गइराखेका छौँ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ। अब घर फर्किँदै गर्दाखेरि मन कस्तो कस्तो भइराखेको छ। वाउ दामी। धेरै कुरा आएको थियो तर अर्कै भयो। रमाइलो भयो। रमाइलो भयो है। अनि रमाइलो भयो। अब हामी यहाँबाट सिटोङ सुलम चर्चलाई हामी बिदा गर्दै अब हामी आफ्नो आफ्नो घरतर्फ गइरहेका छौँ। यो सिटोङको फेमस ब्रिज यहाँ तपाईँले देख्न सक्नुहुन्छ। ब्युटिफुल प्लेस छ। अब हामी फेरि पनि आफ्नो यात्रा गरिरहेका छौँ। 1 2 3